जय मसी सबैजनालाई। एक साँचो क्रिस्चियन जीवन कस्तो हुनुपर्छ, आज हामी पवित्र आत्माको फल बारेमा सँगै सिकौँ है त। पवित्र आत्माको फल भन्नाले 9वटा बेग्लै बेग्लै कुरा होइन, यी त एउटै फलका 9वटा सुन्दर पक्षहरू हुन्। यी सबै हाम्रा लागि उत्तिकै महत्त्वपूर्ण छ। प्रेम, आनन्द र शान्ति। अरूले हामीलाई कस्तो व्यवहार गर्छ त्यसले फरक पर्दैन। प्रभु हामीसँग हुनु भएकोले हामीले अरूलाई हृदयदेखि नै निष्कलङ्क प्रेम गर्नुपर्छ। साना साना कुराहरूमा चिन्ता गरेर जिउने होइन। परिस्थिति जस्तो सुकै आओस्, प्रभुमा पाइने साँचो आनन्द र शान्ति हाम्रो हृदयमा हुनै पर्छ। धीरज, दया र भलाइ। प्रार्थनाको उत्तर आउन समय लागे पनि धैर्य हुनुपर्छ। हाम्रो बोली र व्यवहारमा दया र भलाइ झुल्कियोस्, जसलाई देखेर अरूले पनि प्रेरणा पाउन सकुन्। विश्वासयोग्यता, नम्रता र संयम। परिस्थिति जस्तो सुकै होस्, सधैँ विश्वासयोग्य रहँदै घमण्ड नगरी नम्र बनेर आफ्नो भावनाहरूलाई संयम वा नियन्त्रणमा राख्नै पर्छ। आज आफैलाई जाँच्नुहोस् के यी 9वटै गुणहरू मेरो जीवनमा छन्। जब पवित्र आत्मालाई ठाउँ दिनुहुन्छ तपाईँले, तब यी फलहरू तपाईँको जीवनमा आफै फल्न थाल्छ।